अनि यो बसन्ते मकै चाहिँ हाम्रो यो माघको 10-15 गतेदेखि हाम्रो फागुनको हाम्रो 10 देखि 15 गतेसम्म हामीले लगाइसक्नु पर्ने हुन्छ। अनि यो लगाउने दूरी चाहिँ हाम्रो लगाउँदाखेरि हामीले लाइनदेखि लाइन हाम्रो 60 सेन्टिमिटर जुनसुकै जातहरू भए तापनि हामीले लगाउने दूरी चाहिँ हाम्रो 60 सेन्टिमिटर जति राख्ने र बोटदेखि बोटको दूरी चाहिँ हाम्रो 20 देखि 25 सेन्टिमिटरको दूरीमा राख्ने र यसको गहिराई चाहिँ कति तल राख्ने भन्ने कुरा चाहिँ हाम्रो 5 देखि 7 सेन्टिमिटरको गहिराईमा चाहिँ हामीले लगाउनु पर्ने हुन्छ यो चाहिँ। अनि यसको लागि चाहिँ हामीहरूले एकदमै मल खादको व्यवस्थापन र सिँचाइको व्यवस्थापन गर्न जरुरी छ, किनभने यो बसन्ते मकै हो, यति बेला सिँचाइको सुविधा एकदमै आवश्यक पर्ने कुरा हो। अनि यति बेला चाहिँ हामीहरूले यो बसन्ते मकैलाई एकदमै सिँचाइको सुविधा चाहिँ भएको ठाउँहरूमा लगाउनु पर्ने हुन्छ। कम्तीमा हामीहरूले 6 देखि 7 पटक 8 पटकसम्म हामीले मकैको चाहिँ अवस्था हेरेर सिँचाइ गर्नुपर्ने हुन्छ। यसमा चाहिँ हामीले यसको अवस्थाहरू हुन्छन्। अनि सुरुको अवस्था हुन्छ हाम्रो, अनि त्यसपछि हाम्रो घुँडासम्म हाम्रो यो बाली बिरुवा यो मकै चाहिँ आइसकेपछि चाहिँ हामीले सिँचाइ गर्नुपर्ने हुन्छ। फेरि धान चम्मर अनि घोगा लाग्ने बेलाको समय हुनसक्छ। अनि हाम्रो आवश्यकता हेरेर चाहिँ हामीले बालीलाई पानी दिनुपर्ने हुन्छ। अनि त्यसपछि रहेको छ हाम्रो मलको व्यवस्थापनको कुराहरू। अनि रासायनिक मललाई चाहिँ हामीले जथाभावी प्रयोग गर्नु हुँदैन। यो चाहिँ हामीले यसलाई सन्तुलित मात्रामा चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। सन्तुलित मात्रा भन्दाखेरि चाहिँ यो बसन्ते मकैलाई चाहिने चाहिँ हाम्रो 5 केजी लगभग 5 केजी प्रति कट्ठा चाहिँ हामीले बसन्ते मकैको लागि युरिया मल प्रयोग गर्नुपर्ने हुन्छ। अनि यो पनि एकै पटक होइन, तर 3 पटक हामीले चाहिँ यसलाई प्रयोग गर्नुपर्ने हुन्छ। एक पटक चाहिँ हाम्रो बाली लगाउँदाखेरिको सुरुको अवस्था र एक पटक चाहिँ दोस्रो पटक चाहिँ हाम्रो घुँडा जति पुगेको बेला, जति बेलामा हाम्रो 4 पाते 5 पातेसम्म हाम्रो मकै हुन्छ, त्यति बेला चाहिँ हामीले मल प्रयोग गर्नुपर्छ। र फेरि अन्तिम चाहिँ हाम्रो चाहिँ घोगा लाग्ने बेला अथवा धान चमर निस्किने बेला चाहिँ हामीले फेरि मललाई चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ, युरिया मललाई। अनि डिएपी मल हाम्रो 4 केजीसम्म र हाम्रो पोटासलाई चाहिँ 3 केजीसम्म हामीले प्रयोग गर्नुपर्ने हुन्छ। र यसको लागि चाहिँ एकदमै आवश्यक भनेको बसन्ते मकैको लागि जिङ्क चाहिँ 1 केजी बराबर हामीले प्रति कट्ठा चाहिँ हाल्नै पर्ने हुन्छ, किनभने दाना पोटिलो अनि एकदमै राम्रो खाँदा स्वादिष्ट हुनको लागि हामीले चाहिँ यो बसन्ते मकैको लागि जिङ्क पनि प्रयोग गर्न अति आवश्यक छ। हजुर, अब यो बर्दिया हाम्रो यो क्षेत्रको लागि हजुर बसन्ते मकैको चाहिँ कुन कुन जातका बिउहरू सिफारिस गरेका छन्, यहाँको लागि चाहिँ कुन उपयुक्त हुन्छ? हाम्रो चाहिँ अहिले बर्दिया क्षेत्रको लागि बसन्ते मकैको बिउ चाहिँ हाम्रो उन्नतमा हाम्रो अरुण 2 अनि हाइब्रिडमा चाहिँ रामपुर कम्पोजिट रहेको छ, टिएक्स 369। अनि जातहरू चाहिँ हाम्रो एकदमै उत्पादनमा राम्रो, खानालाई स्वादिष्ट र बिक्री वितरण गर्नको लागि पनि दानाको लागि पनि उपयोग चिजहरू चाहिँ यिनी जातहरू छन्। अरू जातहरू पनि छन त छन्, तर हाम्रो चाहिँ यहाँ एकदमै लोकप्रिय भनेका उन्नतको लागि हाम्रो अरुण 2 र रामपुर कम्पोजिट रहेको छ, अनि टिएक्स 369 जातहरू रहेका छन्।